हेलो नमस्ते सबैजनालाई। आज चाहिँ जर्मनमा दरो हिउँ परेछ। हेर्नुहोस् देख्न सक्नुहुन्छ पुरै सेतै भएछ। यस्तो छ यो तिर पनि परेछ। म चाहिँ अब एकछिन बाहिर निस्किन लाग्यो। आज त्यति जाडो छैन, हिउँ परेको छ तर त्यति जाडो छैन। तर ठ्याक्क लाएर आज जाडो हुँदैन, तर भोलि चाहिँ धेरै जाडो हुन्छ। किनभने हिउँ परिरहेको बेला चाहिँ त्यति जाडो हुँदैन। अब जब हिउँ परे सिद्धेर अर्को दिन चाहिँ धेरै जाडो हुन्छ। आज त्यति चिप्लिँदैन, भोलि चाहिँ गाडी खत्तम चिप्लिन्छ। किनभने आइस जम्छ नि त। आज त बस जान्छ, भोलि फेरि राति एकदमै ठन्डा हुन्छ, माइनस हुन्छ। त्यसपछि आइस जमेपछि चाहिँ फेरि पुरै गाडी चिप्लियो। अहिले 1 डिग्री सेल्सियस के भनेको तातो चिसो होइन। -10 पुग्यो भने चाहिँ खतरै चिसो हुन्छ। यस्तो लाग्छ तर हेर्ने यो गाडी हिँड्ने ठाउँमा चाहिँ फेरि पुरा सोरिहाल्छ कि तुरुन्तै। यहाँको जुन के भन्ने अब यहाँको पालिकाको गाडी हुन्छ, त्यसले तुरुन्तै गाडी सोरिहाल्छ, त्यो हिउँ सोरिहाल्छ कि। त्यही भएर चाहिँ त्यति हिउँ हुँदैन, तर त्यसको छेउडाउमा चाहिँ फेरि खतरै हिउँ छ। बस त फिट्टा हेरेको छु र के हो, उताबाट बस आएको छ कि होइन त, तर किन फिट्टा आएको छ? कस्तो खतरा झरेछ त। बिच झरेर मात्रै छ, अब छोडो भनेर जाने कस्तो गाह्रो। अब चाहिँ घाम लाग्न थालेछ फेरि, सायद अब यति नै होला पर्ने भनेको। ल अहिलेलाई यति नै, म पछि फेरि देखाउनेछु तपाईँलाई। सबैजना हिउँ सरिरहेछ।